हाई गाइज वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ म तपाईँहरूलाई एउटा वाइल्ड राइडमा लिएर जाँदैछु। आवर जर्नी स्टार्ट्स फ्रम मुलपानी एन्ड वी आर हेडिङ टुवर्ड्स तारेभिर। एन्ड यु मस्ट बी वन्डरिङ हु इज दिस गाई भनेर। अभियसली हि इज माई वान एन्ड ओन्ली राइड पार्टनर। यो मान्छेसँग ट्राभल गर्दा एक्सपिरियन्स सधैँ अनप्रेडिक्टेबल हुन्छ। हामी मस्त गफ गर्दै माथि गइरहेको थियौँ, तर रियल जात्रा चाहिँ यो पोइन्टबाट सुरु हुन्छ, जहाँ चाहिँ बाटोमा एउटा एकातिर चाहिँ तारेभिर भ्यू पोइन्ट जानेपट्टिको साइन छ, एकापट्टि चाहिँ झर्ना जानेपट्टि होइन। अनि झर्ना देखेपछि मलाई अलिकति वाला भयो, सो आई गेभ हिम इन्डाइरेक्ट सिग्नल होइन, झर्ना जाने बाटो त यो रहेछ भनेर। एन्ड लकिली हि टुक द हिन्ट एन्ड वी मुभ अहेड। बट प्लट ट्विस्ट, अलि माथि के गएको थियौँ, रोड कन्स्ट्रक्सनले गर्दा ट्र्याक क्लोज रहेछ, हिँड्दै जाने अप्सन थियो। तर यो मान्छे यति अल्छी छ कि एक पाइला पनि हिँड्दिनँ भनेर डाइरेक्टली त्यहाँबाट घुमाएर त्यही बोर्ड भएको ठाउँमा फर्क्यो होइन। अनि त्यसपछि त्यो झर्नाबाट फर्केपछि सुरु भयो रियल तमासा। बाटोभरि फुल अन ब्लेम गेम चलिरहेछ। हिज ब्लेमिङ मी, आई एम ब्लेमिङ हिम। प्लस यो मान्छे झन् वाइल्ड रिसाइरहेको थियो। जति बेला मुखै अगाडि ल्याएर क्यामेरा तेर्साको तेर्सै गरेको छ भनेर होइन, भिडियोको लागि गर्न नि पर्यो। त्यस्तै फाइट र कचकच गर्दै हामी भ्यू पोइन्ट पुग्यौँ होइन, जहाँ चाहिँ वी लभ तारेभिर लेखेको थियो क्या। झगडा आफ्नो ठाउँमा छ, तर क्यामेरा अगाडि पोज दिन हामी कहिले छोड्दैनौँ। झगडा बिर्सेर त्यहाँ भ्यू पोइन्टमा पुगेपछि चाहिँ हामीले मस्त फोटोज क्लिक गऱ्यौँ क्या यहाँ। अनि अब वाइल्ड राइड वाइल्ड फाइट पछिको भोक पनि वाइल्ड थियो, त्यही भएर हामी अलि तल झर्यौँ र वी ह्याड बोइल्ड एग्स, स्पाइसी स्कुटी एन्ड ड्रिङ्क्स। भ्यू भन्नुहुन्छ भने 10 on 10 क्या। अनि फर्किने बेलामा चाहिँ यो रोड साइडको सिङ्गल बेन्चमा बसेर आफ्नो भ्यू इन्जोय गऱ्यौँ। अनि वी हेडेड ब्याक होम। यो क्याओटिक जात्रा कस्तो लाग्यो कमेन्ट गर्नुहोस् एन्ड सब्सक्राइब मी फर मोर भिडियोज लाइक दिस। बाई गाइस।